दर्शकबिन नमस्कार। प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा 6 फागुनमा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको भिडियो सन्देश जारी भएपछि जसरी नेपालमा एकाएक गणतन्त्रको विकल्प राजतन्त्र हो या होइन भनेर बहस छेडियो, यसले गणतन्त्रवादी दलहरूको निध हराम भएको छ भने राजावादीहरू एकाएक हौसाएका छन्। भलै जनताले राजतन्त्र खोजेका छैनन् होला, तर कांग्रेस, एमाले र माओवादीको चरित्र अनि जनतालाई रथी ठान्ने नेताहरूका कारण माहौल भने राजावादीको पक्षमा गइरहेको छ। 25 फागुनमा ज्ञानेन्द्रको स्वागतमा काठमाडौँमा जनता उर्लिएपछि भने दलहरू केही सतर्क बनेका छन्। राजावादीहरू राजा फर्काउने भन्दै आन्दोलनमा छन्। भलै राजावादीहरू भित्रै झगडा छ। 2063 देखि निर्मल निवासमा बसिरहेका ज्ञानेन्द्र भने नारायणहिटीमा राजगद्दीमा बस्न खुट्टा उचालिरहेका छन्। त्यही भएर अहिले उनी तीर्थाटनमा पनि राजनीतिक अभिव्यक्ति दिन थालेका छन्। हिँड्दा हिँड्दै पत्रकारलाई प्रतिक्रिया दिन थालेका छन्। उनी शनिबार कुलदेवता सम्झँदै पुर्ख्यौली थलो गोरखा पुगे। त्यहाँ गोरखनाथ मन्दिरमा पूजा अर्चना गरेका छन्। शनिबार बिहान 10 बजे पूर्व राजा शाह गोरखा दरबार स्थित गोरखनाथ मन्दिरमा पुगेका थिए। त्यहाँ उनलाई मन्दिरका पुजारीहरूले स्वागत गरे। पूर्व राजा शाहले करिब 2 घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा अर्चना गरे। दर्शकबिन, इतिहासहरूमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ। गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुनेछ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ। ज्ञानेन्द्रले पनि आफ्नो जन्मभूमि नभएपछि पुर्ख्यौली थलोमा पुगेको प्रतिक्रिया दिए। उनी राजतन्त्र अन्त्यपछि पहिलो पटक गोरखनाथ पुगेका हुन्। गोरखकाली मन्दिरमा विशेष पूजापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्व राजा शाहले देशमा शान्ति चाहिएको बताए। उनले कसैले पनि कसैको कुभलो नचिताओस् भन्ने कामना पनि गरे। अहिले देशमा शान्ति चाहिएको छ, कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ, उनले भने। शाहले कसैले पनि डराउनु नपर्ने बताए। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्, सबैलाई सुख समृद्धि होस् भन्ने कामना छ, उनले भने। नागरिक स्वागत समाजले प्रत्येक वर्ष पुर्ख्यौली थलो गोरखा आउन आग्रह गर्दै पूर्व राजा शाहलाई ज्ञापन पत्र पनि बुझाएको छ। ज्ञापन पत्र मार्फत जनशक्ति तथा खर्च कटौतीका कारण गोरखकाली र गोरखनाथ पूजा आजामा परेको कठिनाईलाई सहज बनाइदिन माग गरिएको छ। ज्ञानेन्द्रको भ्रमणको क्रममा उनीहरूले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, नेपाली जनता के भन्छ, राजतन्त्रले भन्छ, गणतन्त्र मुर्दाबाद, हिन्दू राष्ट्र घोषणा गर लगायतका नारा लगाएका थिए।